हेलो साथीहरू, नमस्कार। आज हामी कुरा गरौँ नेपाली टेलिश्रृङ्खला केसरीको बारेमा। फटाफट कुरा गरौँ है त साथीहरू। अगाडिको भागमा के भयो भनेर थोरै र पछाडिको भागमा अब के होला त भनेर धेरै कुराकानी गरौँ है त साथीहरू। पुरा भिडियो हेरेर साथ दिनुहोला। साथीहरू, हामीले सोचिरहेका थियौँ मनोज सरले सिर्जनालाई साह्रै मन पराउनुहुन्छ, साह्रै माया गर्नुहुन्छ भनेर। तर यहाँ उल्टो पो रहेछ साथीहरू। मनोज सरले त सिर्जनाको सम्पत्ति देखेर र सम्पत्ति खाने कोही नभएको कारणले पो सिर्जनालाई मन पराउनु भएको रहेछ त साथीहरू। अहिलेसम्मको भाग हेर्दा मनोज र सिर्जनाको अर्को एपिसोडमा विवाह हुन्छ कि जस्तो देखिन्छ। तर साथीहरू, हामीलाई नै मनोज सरले अचम्म पारिदिए। साथीहरू, मनोज सरले सिर्जनालाई खुसी राख्छन् होला जस्तो लाग्थ्यो, तर अचम्ममै सारे अचम्ममै पारे। मनोज सरले त सम्पत्ति हेरेका रहेछन् सिर्जनाको। उता बसन्तले पनि केसरीलाई घरमा लिएर आएको छ र बसन्तको आमाबुबाले पनि केसरीलाई भव्य तरिकाले स्वागत गरेर अहिले राम्रो व्यवहार गर्न थालेका छन्। तर साथीहरू, अझै पनि केसरीको बहिनी चाहिँ सुध्रिएको देखिँदैन। सुषमाले भने म बसन्त र केसरीको सम्बन्धलाई जसरी पनि छुटाउँछु भनेर लागि परेको पनि देख्न सकिन्छ साथीहरू। उता बसन्तले पनि सुषमाले मलाई यसो यसो गरी भनेर केसरीलाई सुनाएको छैन। अब सिर्जनासँग भेट्ने कुरो भइरहेको थियो। अब के सिर्जनाले केसरीलाई सुषमाले बसन्तको इज्जतमा दाग लगाइदिन्छु भनेर गरेको प्लान सुनाउँछिन् त साथीहरू। साथीहरू, अबको एपिसोडमा के हुन्छ जस्तो लाग्छ हजुरहरूलाई? सिर्जनाको विवाह हुन्छ त मनोज सरसँगै? हजुरहरूलाई कस्तो लाग्छ कमेन्ट बक्समा कमेन्ट गरिदिनु होला। मलाई त साथीहरू मनोज सर र सिर्जनाको विवाह हुँदैन जस्तो लाग्छ। अघिल्लो एपिसोडमा नै मनोज सरको बहिनीले दाइसँग अर्को केटीको लसपस थाहा पाइसकेकी छिन् र सिर्जनालाई भन्न पनि खोजेकी थिइन्, तर दाइले सुनाउनु भएको छ कि छैन भनेर भन्न सकिनन्। तर अब आउने एपिसोडमा भने सिर्जनालाई त्यही मनोज सरको गर्लफ्रेन्डले नै, पहिलाको केटीले नै आएर भन्छिन् कि जस्तो लाग्छ त साथीहरू। हजुरहरूलाई कस्तो लाग्छ? त्यो केटीलाई पनि मनोज सरको विवाह हुँदैछ भन्ने कुरो थाहा हुन्छ र आएर सिर्जनालाई मनोजले मलाई यस्तो यस्तो गरेको थियो भनेर भन्छिन् कि जस्तो लाग्छ त साथीहरू। हजुरहरूलाई कस्तो लाग्छ? पुरा भिडियो हेरेर कमेन्ट बक्समा कमेन्ट गरिदिनु होला साथीहरू। धेरै धेरै धन्यवाद हजुरहरूलाई। अबको एपिसोडमा मनोज सरको करतुत अवश्य बाहिर आउनेछ साथीहरू।